कतिले चाहिँ कस्तो सोच्दो रहेछ भने चाहिँ अब आयो अब अगाडि आउने त डेन्जर पेनले हाल्नु त सिकाउने मान्छे पनि थिएन केही थिएन अनि त्यसपछि म त यति पेनलेसम्म त्यसलाई पनि त पैसा हालिदियो भने जस्तो चाहिँ हुँदो रहेछ कि कोही कोहीलाई चाहिँ Welcome to Korea and Gulf Gulf. ल ल ल Cheers ल ल। cheers, ल, cheers. after long time. After a very long time. धन्यवाद। ल आजको हाम्रो एपिसोड चाहिँ 20 हो अनि हामी चाहिँ एकदम इन्फर्मल्ली पोडकास्ट बसिरहेको छौँ होइन एकदम गफ गफ नगरेको धेरै भयो भनेर होइन दाइ अलिकति लङ टाइम पनि भयो के छ त दाइहरू हालखबर यार मेरो एकदम ठिक छ। बासुको के छ हालखबर मेरो नि ठिकै छ। के छ त अब आज कस्तो खालको गफ गर्ने भन्ने कुराहरू नर्मल गफ नि होइन त्यो के छ कोरियामा जे जे आएको छ त्यही त्यही कोरियामा के कस्तो चलिरहेछ भन्ने कुराहरू हाम्रो दर्शकहरूलाई चाहिँ सुनाइदिउँ। अहिले चाहिँ एकदम चुनावको माहौल छ होइन भोलि भोलि चुनाव चाहिँ छ आज 2 तारिक भोलि चाहिँ 3 भोटिङ हाल्ने दिन यस मासु भात चाहिँ छैन कि फेरि मासु भात चाहिँ छैन त्यही छ। त्यही छ। नभए यसो क्याम्पेनमा जाने नि मात्रै के गर्नु मासु भात नै छैन कि फेरि यहाँ कोरियाको चुनावमा त्यो चाहिँ तनाव छ क्या दाइ यार अनि के छ दादा यार एनओसी बन्द छ इट्स बिन अ लङ टाइम कतिको जानकार हुनुहुन्छ खुल्यो होइन फेरि अस्ति त्यो प्रोटेस्टै गरेको रहेछ त प्रोटेस्ट नै गरिरहेको छ अनि खोल्यो भन्दा पनि त्यो उसले चाहिँ खोल भनेर निर्देशन चाहिँ दिइसक्यो कि सुप्रिम कोर्टले बट मोइस्टले हो नि त खोल्ने अनि त्यस अझै पनि खोल चाहिँ सकेको छैन बट मात्रै होइन एमएससी नदिने मास्टरलाई चाहिँ दिने मास्टरलाई चाहिँ दिइरहेको छ कि त्योहरू छ किन खास चाहिँ ब्याचलरलाई चाहिँ दिने मास्टरलाई मास्टरलाई चाहिँ दिने ब्याचलरलाई दिने हो त्यही त हो नि जस्तै कस्तो भने आवाज उठेकै त्यही हो कि जस्तै त्यो चाहिँ सल्युसन हो त भन्ने क्वेसन के होइन त दाइ जस्तै के हुन सक्थ्यो होला कि प्रोभाब्ली सोल्युसन के अब स्टुडेन्ट हो नि अलि धेरै नै भयो जस्तो लाग्यो सायद अब त्यही अनुसार जहाँसम्म लाग्छ अनि बुझेको अनुसार चाहिँ अब स्टुडेन्टहरू आएर अनि दुःख पाए नि त धेरै अनि त्यही भएर चाहिँ बन्द गरेको भन्ने उस नि त कुरा चाहिँ प्लस अब मास्टर्सहरूकोले त अब आइरहेको छ त्यसो दुःख पाएको छैन कि अब कम्पेरिटिभली त मास्टर्स त थोरै नै आइरहेछ थोरै नै आइरहेछ अब त्यही अनि प्रब्लम नि देखेन अनि ब्याचलरको फेरि के पनि भयो भने प्लस 2 पढ्ने बित्तिकै आयो अझै 18 वर्षको एकदमै यङ पनि भयो अनि यहाँ आएर त्यो कारणले चाहिँ जस्तै सेक्सुअल एब्युजमा पर्यो धेरैजना भन्ने पुरै मुद्दा नै चलिरहेको रहेछ नि त फेरि एम्बेसीमा सो त्यो कुरा पनि त्यो पनि हो क्या अनि अब मेन मुद्दै बनाएको अब एकदम भाइरल नै भयो हाम्रो यो लिभिङ रिलेसनको तर यता पनि त्यही त अब मान्छे धेरै भएपछि जहाँ पनि त्यही हो क्या अब केही न केही त भइहाल्छ कि अब अस्ति पनि त यहीँ पनि कति अब नाम नखुलाए पनि भित्रै अब केसहरू अब यताउता हेरेसमेन्टको केसहरू त्यस्तो पनि धेरै छ नि त हाम्रो कलेजमा नि आयो अब त्यो फेरि यस्तो रहेछ फेरि हरेक केस चाहिँ एमबिसीसम्म चाहिँ पुग्दो रहेछ क्या एटलिस्ट त्यो कुरा चाहिँ रहेछ कि एमबिसीसम्म पुगिसकेपछि एमबिसीले त एकदम राम्रो जब गरे हो जस्तो लाग्छ है मलाई अनुसन्धान गर्नु पनि त यार हाम्रो एटलिस्ट समस्या छ है यहाँ छ है भनेर जस्ट पत्रचार गर्नु सरकारलाई ल केही त कदम उठाउनु पर्यो भनेर सरकार चाहिँ के भइदियो भने अब त्यही त हो नि अब शिक्षा नै त्यही हो बन्द गर्ने सिधै होइन अनि बन्द गर्नु नै सल्युसन हो भने अब जस्तै अहिले सोसियल मिडिया नै बन्द गर्न पाइरहेको नि त तर यस्तो चाहिँ अब एक हिसाबले हेर्ने भने चाहिँ अब एनएससी बन्द गरेपछि यहाँ आएर दुःख पाए एनएससी बन्द गर्यो भनेर अब धेरै नआओस् अपर्च्युनिटी खुलोस् भन्ने त्यो नि बात त हो तर फेरि कस्तो हुन्छ भनेपछि उता नेपालदेखि नै अब 12 अनुसार म चाहिँ कोरिया जान्छु भनेर बस्ने विद्यार्थीहरू नि धेरै हुन्छ नि त उनीहरू त्यस्तो बसेकोलाई चाहिँ अलिक गाह्रो नै भइरहेछ जस्तो लाग्छ मलाई अब यतिकै प्रोटेस्ट त गर्दैन नि त मान्छेहरूले होइन अब किनभने नेपालमा अब अहिले सकाएर त्यही गर्छु पढ्छु भन्ने अलिक कमै छन् अनि त्यहीले गर्दा पनि अब जस्ट प्रोटेस्टै गरेको तर अलिक
एटलिस्ट लाइक पठाउनु साथमा चाहिँ यता जस मजाले ब्याकग्राउन्ड चेकहरू गरेर बरु ल्याङ्ग्वेज स्याङ्ग्वेज हुन्छ कसरी के हुन्छ स्ट्रङ बनाएर पठाए चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई अहिले ल्याङ्ग्वेज पनि छ होइन यतिकै बन्द ल्याङ्ग्वेज नि ल्याङ्ग्वेज छ हल्ला मात्रै चलेको थियो होइन मैले त भनेकै त हो त्यो हल्ला चलाउँछन् अनि त्यही त हो नि ल्याङ्ग्वेज चाहिने भनेर एउटा हल्ला चलायो त्यसपछि त्यो पनि केही भएन त्यसको डिसमिस नै भयो यत्तिकै अनि फेरि अब अरू हल्लाहरू पनि कति कुराहरूको आयो अब 7 आइल्समा 7 चाहिने भन्ने त्यो पनि फासफुस भयो जस्ट हल्ला चलाइदिरहेको तर नबुझेको कुरा चाहिँ यो इङ्ग्लिसै नबोल्ने ठाउँमा चाहिँ किन आइल्स त्यस्तो साह्रो उस गर्नुपर्ने भन्ने एकदमै अहिलेसम्म बुझिनँ है किन इभन लाइक मैले यता आएर पनि एकचोटि आइल्स एक्स्ट्रा दिइसकेँ अब 2टा आइल्स दिएँ नि त कोरियाको लागि तर त्यस्तो गर्दा पनि अब मलाई त्यस्तो इङ्ग्लिस चाहिँ अब हुन त इङ्ग्लिस मिडियममै पढेँ नि कलेजदेखि बाहिरको लाइफमा त अब इङ्ग्लिस त त्यस्तो साह्रो इम्पोर्टेन्ट चाहिँ छैन क्या त्यो भन्दा नि मैले जति टाइम चाहिँ इङ्ग्लिसको लागि स्पेन्ड गर्छु जति टाइम चाहिँ अब त्यो इङ्ग्लिसको लागि मेहनत गर्छु नि त्यो चाहिँ कोरियनतिर गरे चाहिँ झन् राम्रो हुन्छ जस्तो लाग्छ कोरियाको उस कन्टेक्समा चाहिँ कि त्यही त के चाहिँ म हाम्रो पनि कुरा त्यही हो नि जस्तै अरू कन्ट्रीमा पनि कुनै कन्ट्रीमा 7 माग्छ 8 माग्छ भने पनि त्यहाँ चाहिँ नट ओन्ली कलेजको लागि माग्छ क्या होइन त त्यहाँ त लिभिङ गर्नको लागि अब डेली लाइफमा युज गर्नु हुन्छ नि त्यही त होइन त त्यही हो त्यही भएर नि त्यो अचम्म लाग्यो त्यो पनि खास यो रेगुलेसन ऊ गर्नकै लागि थियो जस्तो लाग्छ क्या मलाई यो त जस्तै जस्ट संख्या चाहिँ रिड्युस गर्नु छ क्या एकैचोटि भिजै नदिने बन्दै गर्नु भन्दा पनि चाहिँ संख्या चाहिँ रिड्युस गर्नु छ भन्ने खालको चाहिँ हो जस्तो लाग्यो मलाई चाहिँ एक हिसाबले होइन त एकदम त्यही हो जस्तो लाग्थ्यो मलाई नि जे होस् अनि लिभिङमा बस्नेहरू चाहिँ को चाहिँ केस एकदमै मलाई कस्तो इन्ट्रेस्टिङ लाग्यो भने साँच्चै भने नि लास्टै सानो उमेरमा लिभिङमा बसिरहेको छ नि त होइन मैले त फर्स्टमा त पत्ता थिएन त्यो अब एनएससी बन्द गर्यो तर रिजन चाहिँ अब यो अब लिभिङमा धेरै बस्यो यो अब के अरे यस्तो सेक्सुअल हेरेसमेन्टको उयो भयो अनि त्यो मैले चाहिँ त्यो पहिला त्यो पेजहरूले बनाउँछ नि त मिमहरू बनायो होला अनि त्यही भएर हालिदिएको होला सोचिरहेको थिएँ तर त्यस्तै सोच्दा साँच्ची नै मिम बनाएर हालेछ कोरियाको बारेमा त्यस्तै सोचिरहेको थिएँ तर साँच्ची होला होइन सर हामीले पनि त देखिएको छ नि त जस्तै यति सानो उमेरमा ऊ लिभिङमा बसिरहेको छ न त के थाहा होला र यो मान्छेलाई जस्तो टाइपको त हामीलाई पनि सोच त हुन्छ नि त एक हिसाबले त त्यो पनि त हो नि यार त्यही कुरा नि हो अनि त्यसपछि हेरासमेन्ट भयो भन्ने कुराहरू पनि उठिरहेको थियो अब त्यो कुराहरू त उठ्छ अनि सरकारले भनेको सल्युसन खोज्न भन्दा पनि बन्द गर्नु इज द इजी सल्युसन भन्छ हाम्रो नेपालमा त्यही नै हो क्या त्यही त हो क्या खासमा भएकै त्यही हो यार त यार अरू कोरियामा सस्टेन गर्नको लागि चाहिँ सजिलो चाहिँ कसरी हुन्छ भन्ने कुरा गरौँ न त अब तपाईँको एक्सपिरियन्स 2 वर्ष बस्नेले नि भन्ने नि त्यही हो 4 वर्ष बस्ने भन्ने नि त्यही हो 6 वर्ष बस्नेले भन्ने नि त्यही हो कि ल्याङ्ग्वेजै हो फर्स्टमा त अनि त्यसपछि सर्भाइभ गर्नलाई चाहिँ अब जस्ट सर्कल अहिलेको हिसाबमा चाहिँ धेरै राम्रो छ जस्तो लाग्छ कि किनभनेपछि अब आफूभन्दा धेरै अगाडि आफूभन्दा धेरै कुराहरू भोगेको नेपालीहरू पनि धेरै छ नि त अनि त्यही हिसाबले चाहिँ जस खुलेर बाहिर के कस्तो छ बुझेर मजाले अब नलेज लिन धेरै सजिलो छ क्या अहिले चाहिँ त्यही अनुसार अब टेक्नोलोजी पनि धेरै राम्रो छ नि त सोसियल मिडिया छ सोसियल मिडियामा हामीले पनि नलेज त्यसो गरेर अब ल्याङ्ग्वेज चाहिँ अब आफ्नो साइडदेखि अलिक स्ट्रङै गराउनु पर्यो त्यसदेखि लगायत आफूभन्दा आउने सिनियरहरूसँग मजाले कन्सल्ट गरेर हुन्छ कि कसरी गरेर हुन्छ नलेज लिँदा चाहिँ अब आफूलाई पनि धेरै सजिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अब तिमीहरूको पनि 2 वर्ष भइसक्यो त्यही त के कस्तो छ केटा तिमीहरूलाई चाहिँ तर मैले चाहिँ खास देखेको कुरा चाहिँ के हो भने चाहिँ जस्तै त्यो आउने बित्तिकै चाहिँ मान्छे फ्रस्ट्रेट नै छ होइन आउने बित्तिकै चाहिँ लगभग सबैजना जस्तो नै फ्रस्ट्रेट नै छ होइन त बासे मलाई त्यस्तो खोइ त्यस्तो चाहिँ केही जस्तो लाग्दैन आफ्नो काममा बिजी हुन्छ चाहिँ फ्रस्ट्रेट नै छ तर त्यही मान्छेले फेरि आउने बित्तिकै चाहिँ जस्तै सोसियल मिडियामा पनि यस्तो भइसक्यो कि
कोरिया आउनु नै एकदमै ट्र्याप हो जस्तो टाइपको फिलिङ्स भइसक्यो कि जम्मैले चाहिँ नराम्रो छ भन्दा भन्दै। तर फेरि त्यही मान्छे चाहिँ यदि 2 वर्ष कटाओस् 3 वर्ष कटाओस् त्यसपछि उसलाई भाषा पनि आउनु थाल्छ, सबै कुरा सहज हुन थाल्छ, त्यसपछि चाहिँ उसले के भन्न थाल्छ भने चाहिँ कोरिया त आउनुपर्छ नि, भाषा सिकेर आउनुपर्छ, यो यस्तो गरेर आउनुपर्छ भन्ने थाल्छ क्या, होइन त? मेन रियालिटी चाहिँ त्यो हो नि त। त्यो कुराहरू चाहिँ छ क्या। अनि एउटा कुरा चाहिँ जस्तै दाइहरूलाई चाहिँ मलाई केही पनि गर्नु मन लागेको थियो भने चाहिँ फिजिकल हेल्थसँगै चाहिँ मेन्टल हेल्थलाई चाहिँ कसरी मेन्टेन गर्न सकिन्छ भन्ने कुरा चाहिँ एकदमै उठाउने विषय हो जस्तो लाग्छ क्या मलाई कोरियामा चाहिँ। त्यही त यार, त्यो चाहिँ म भन्छु है, त्यो अब हाम्रो ठ्याक्क नाम त नभनौँ है, छ क्या एकजना साथी, अब उसलाई हामीले धेरै पनि सोध्छु क्या के भइरहेछ, अब सक्ने हेल्प गर्न सक्छु कि भनेर सोध्छु होइन। तर ऊ अलि खत्रै, अलि बाबाले लास्टैतिर पुग्यो जस्तो छ होइन, खालि मलाई नेपाल जानु मन छ मात्रै जस्तो टाइपको छ क्या। अब फेरि यो हेरेर अब भन्दै मलाई नआइन्छ नि, तर त्यो मान्छे एकजना मैले चाहिँ अहिलेसम्म देखेकोमा चाहिँ अलिक गाह्रो भइरहेछ जस्तो लाग्छ क्या उसलाई। अनि त्यही भएर यस्तो सोधिदिन खोज्छु होइन, के भइरहेछ, अब केही गरिदिनुहोस्, के हामीले हेल्प हुन्छ कि जस्तो लाग्छ। तर उसको अब अनेक कुराहरू होला, उसले फेरि भन्न पनि खोज्दैन होइन। उसको एकदम क्लोज सर्कलहरूले त भनेको छैन क्या, हामी त कहिले काहीँ देख्ने होइन, ल हामीलाई त चाहिँ नेपाली त्यस्तो कस्तो लाग्छ नि त। त्यस्तो भइसकेपछि चाहिँ कसरी चाहिँ माया त्यस्तो हुन्छ होला हौ त। अब त्यस्तो त भन्न नआउने हो, कसरी चाहिँ त्यस्तोमा पुग्छ होला, के चाहिँ टेन्सन हुन्छ होला त्यस्तो जस्तो लाग्ने क्या। लाइफ एकदमै गाह्रो पनि छ नि त, लाइक भन्न खोजेको फ्यामिलीबाट टाढा छौँ होइन। अनि सबैजना फेरि एउटा न एउटा प्रब्लममा छौँ क्या हाम्रो कन्ट्रीको मान्छेहरू चाहिँ। अनि त्यही माथि आएर यहाँ पनि दुनियाँ थरको उस हुन्छ नि त, जस्तै गाह्रो हुन्छ नि त। अनि त्यो कारणले चाहिँ मेन्टल हेल्थलाई चाहिँ हामीले एकदमै फोकस गर्नै पर्छ जस्तो लाग्छ कि यहाँ चाहिँ के एकदम मेन्टली चाहिँ यो कोरिया र स्पेसली जापान चाहिँ कस्तो देश जस्तो लाग्छ भने चाहिँ एकदम वर्कहलिक छ नि त यहाँको कल्चर कि। अनि मैले यस्तो एक्सपिरियन्स गर्दा चाहिँ कस्तो हुन्छ 1-2 वर्ष चाहिँ कस्तो भयो भने चाहिँ बाहिर साथीहरू नभेट्ने, यताउता केही नगर्ने क्या। अब काम गर्छु भने मजाले त्यसरी मिल्छ नि त। अनि त्यस्तो हुँदा चाहिँ कस्तो एकोहोरै हुँदो रहेछ क्या। अनि त्यसपछि अब खालि दिमाग शैतानको घर भइहाल्छ त हो नि होइन। अनि कल्चरले त्यो कोरिया देशले गर्दा नि त्यस्तो हुन्छ जस्तो लाग्यो। अनि लाइक मेन्टल हेल्थ गर्नुको लागि चाहिँ अलिक साथीभाइहरू चाहिँ मजाले भेट्ने, उसले कमिटीतिर इन्भल्भ हुने त्यस्तो चाहिँ एकदम गर्नुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। किनभने चाहिँ अब त्यो काम गरेर मात्र आयो, कोठा कस्तो हुन्छ अब भन न, अब यहाँको होइन 1 रुम छ, अब सब जे चाहियो यहीँभित्र छ होइन, जस्तो खतरा छ अब होइन। सब खतरा हुँदा हुँदै अब बाहिर निस्किनै ननिस्किनु भन्यो भने त्यस्तो चल्छ नि त। तर त्यस्तो चाहिँ होइन, जस्तो हल्का अर्को एउटा मान्छे भएपछि अर्को मान्छेलाई नि भेट्ने बोल्ने चाहिँ गर्नुपर्छ जस्तो लाग्छ है। त्यही हो क्या। त्यही अब युनिभर्सिटीतिर नि अब यस्तो एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू हुन्छ नि होइन, त्यस्तोतिर नि अब टाइम छ भने इन्भल्भ भइरहने क्या। अब कस्तो के प्रोग्राम गराइदिएर हुन्छ नि, भन्ने नै गर्दा फेरि हामी पनि जान त जाँदैन। तर जस्तै अनि अर्को कुरा चाहिँ जस्तै दाइहरूले जस्तै फुटबल खेलिरहेछ, फुटबल थ्रु मलाई चाहिँ बेस्ट लागेको भनेको चाहिँ यहाँ चाहिँ हाम्रो दाइहरूले चाहिँ फुटबलको थ्रुबाट चाहिँ यति केटाहरू कम्युनिटी बनिरहेको छ कि उनीहरू एकछिन भए पनि जस गएर टाइम स्पेन्ड गरेर कन्सल्ट गरेर होइन त्यो ब्रिफ हुन सकिरहेको छ क्या होइन त। त्यो चाहिँ मलाई एकदम बेस्ट लाग्छ क्या यहाँ चाहिँ दाइहरूले गरिरहेको चाहिँ कि। अब यस्तो आफूले गरेको भन्दा नि आफै भएको हो कि। किनभने चाहिँ अब म पनि त एउटा फुटबल लभर जस्तै भनौँ न, जस्ट स्पोर्ट्स इन जेनरल, लाइक अब यस्तो एक्सर्साइजहरू गर्न अलि जस्ट रमाइलो लाग्छ, बाहिर लाइक त्यस्तो एक्टिभिटीहरू गर्दा चाहिँ अलिक रमाइलो लाग्छ। अनि अब आफूलाई नि बल खेल्न मनपर्ने, अनि त्यसै हिँड्दा हिँड्दै अनि अब त्यसरी आफू जस्तो अरू टाइम त्यस्तै त्यो खोज्दै हिँड्छ नि त मान्छेले। अनि त्यस्तो खोज्दा खोज्दै अब 1-2 जना भेट्यो, अनि त्यसपछि 2-3 जना भएर 4-5 जना भयो, त्यस्तै गर्दा गर्दै बनेको उसो। यति हुँदा चाहिँ के कुरा चाहिँ खुसी लाग्छ भने चाहिँ अब 1-2 जना भाइहरू चाहिँ कस्तो छ भने चाहिँ अब उनीहरूलाई त्यस्तो धेरै राम्रो नखेल्ने नि, अब हामी त्यस्तो राम्रो त खेल्ने होइन नि त, राम्रो त अब
खेल्ने भन्दा हामी त्यसमै बसेर खेलिन्छ तर अब हामी एज अ लाइक आफ्नो फिजिकल र मेन्टल हेल्थको लागि खेल्ने हो नि त हामी त अनि त्यसपछि त्यस्तो खेल्दा चाहिँ अनि ओहो यति नखेलेको भए त म त यहाँ कोठामै हुन्थ्यो दाइ पागल हुन्थ्यो होला भन्छ क्या अनि त्यसो चाहिँ हो नि भने जस्तो हुने क्या आफूलाई नि अनि मैले एउटा कुरा चाहिँ के देखेँ भन्दा होइन जस्तै केटाहरूले चाहिँ हेल्थको जस्तै खेल्दाखेरि चाहिँ होइन अनि यार फुटबल खेलिरहेछौ जिम गइरहेछौ यस्तो काम गरिरहेको कसरी मेन्टेन गरिरहेको भन्छु कि मैले अनि केटाहरू चाहिँ के भन्छ भने कहाँ अनि त्यसपछि सब गर्न भ्याइहालिन्छ नि दाइ यार इच्छा हुनुपर्छ अब हेल्थ त हो नि दाइ यार भन्छ अनि त्यसपछि के अरे सुत्छौ चाहिँ कतिखेर भन्छ कहाँ सुत्ने हो त दाइ यार 2-3 घन्टा सुत्नु त भइहाल्छ नि भन्छ क्या अनि त्यत्रो गरेर हेल्थ मेन्टेन गरेको त्यो तिमीले 2-3 घन्टा सुत्यो भने त त्यो हेल्थको के काम लाग्यो भन्छु कि मैले तर जवानीको जोस हो है 1-2 घन्टा सुत्यो भने पुग्ने मान्छे पनि हुँदो रहेछ तर होइन पुग्न त त्यो पुगाएको हो तर एक्चुअली हेल्थलाई फोकस गर्ने भने चाहिँ त्यो निन्द्राले पुग्दैन लङ टर्ममा चाहिँ त्यसको उस्तै निस्किन्छ त्यो चाहिँ जस अब आफैले उस गरेर ख्याल गरेर अलि पछिको लागि नि हल्का सोचेर सुत्दा चाहिँ अलि मजाले आवर्स चाहिँ एटलिस्ट यार 6-7 आवर चाहिँ पुऱ्याउनु पर्छ क्या जब मैले केटाहरूमा मेन प्रब्लम देखेको भनेको केटाहरू यहाँ चाहिँ सुतिरहेको छैन क्या इपिएसमा आउनेहरू पनि सबसे धेरै सुत्ने म त नन सुत्दिन्छु क्या बेलुका अब सपोज भोलि छुट्टी छ भने हामी के गरेर 12 बजे 1 बजीतिर निद आयो भने बिहानमा एकैचोटि 12-1 बजीतिर मात्र उठिदिन्छु त्यही पनि त्यो गर्मी हुन्छ नि अहिले गर्मीले अनि ठ्याक्क बेउजिन्छु अनि यस्तो टाइम हेर्दाखेरि ल म 12-13 घन्टा सुत्छ जस्तो के लाग्यो त्यो ओभरै सुत्नु पनि गाह्रो नराम्रो त नराम्रै हो हेरेर बासु होइन तर भन्न खोजेको चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने केटाहरू तिमीहरू हेल्थमा यति फोकस छ होइन 12 घन्टा काम गर्छौ जिम जान्छौ फेरि फुटबल खेल्न जान्छौ होइन अझै पब्जी खेल्छौ तर तिमी सुत्दैन भन्दा त्यो हेल्थको के काम लाग्यो त नि होइन त त्यो मेन कुरा त्यो हो क्या जे होस् मलाई चाहिँ त्यो कुरा चाहिँ एकदमै इन्ट्रेस्टिङ लागिरहेको थियो कि केटाहरूको जे होस् होइन त तर त्यो अब 30 जना खेल्छ भने 2-3 जना सुत्दैन नि त होइन तर 26-27 जना त खेलेर टक्क मिलाएर सब गरिराखेको हुन्छ साथै आएर ल टक्क सवर लिएर टाइममा सुत्दाखेरि कस्तो मजा आउँछ नि चिसो पानीले नुहायो ट्याक्क बस्यो तर सुत्न मजा आउँछ फेरि त्यो कामको पेलानले सबै कुराले गर्दा नि होला अनि फेरि त्यो बिहान चाहिँ फेरि उठ्नै नलाग्यो मलाई त्यसै हुँदो रहेछ त्यो अब कस्तो खेलेर आएपछि त निन्दा नि क्या मजाले लाग्ने अब खेलेपछि केटाहरूसँग गफसफ हाल्दा हुन्छ नि अब आइडियाहरू सेयर हुन्छ के कस्तो रमाइलो हाँस खेल हुन्छ नि त अनि त्यसो भएपछि चाहिँ हो आज चाहिँ क्या मजाले दिन बित्यो भने जस्तो आनन्द हुन्छ नि त होइन त्यो कुराहरू छ क्या त्यही भएर नि कोरियामा पनि जस्तै हामी पनि जस्तै आइसोलेटेड भएर बस्न भन्दा पनि कम्युनिटीसँग घुलमिल भएर गेमहरू खेल्ने या त के एक्टिभिटीहरू अलिकति टाइम निकाल्ने भने चाहिँ हामीले नट ओन्ली फिजिकल हेल्थ नि त मेन्टल हेल्थलाई पनि त काम गर्न सक्यो नि त होइन त त्योहरू चाहिँ छ यार अरू कुराहरू चाहिँ कोरियामा गर्नुपर्ने कुराहरू चाहिँ के छ कम्युनिटी भन्दाखेरि के छ हाम्रो अहिले के मलाई जस्तै हाम्रो यो कम्युनिटी उहाँहरूले खोल्नु भएको छ दिदी दाईहरूले होइन त्यो मलाई चाहिँ त्यहाँमा चाहिँ एउटा कुरा चाहिँ एकदमै राम्रो लाग्यो एकदमै एप्रिसिएटिङ के ल्याङ्ग्वेजको ट्रेनिङ गराइरहेको छ अहिले चाहिँ एकदम अब जे होस् अहिले भर्खर बन्नु त बनाएको छ अब त्यसले राम्रो काम गर्न अझै बाँकी पनि छ होइन तर फेरि ठ्याक्क अब रमाइलोको लागि अब फिल्म पनि ल्याउँदैछ होइन फेरि प्रमोसन जुन 9मा होइन तर सबजना हेर्न गइदिनु पर्छ नि होइन अब फर्स्टचोटिमै 2 मान कसले दिन्छ कामको दिन भए पनि म चाहिँ टिकट चाहिँ काट्छु भन्ने सोचे मलाई नट ओन्ली चाहिँ के अरे त्यो फिल्म हेर्न मात्रै भन्दा पनि त्यो कम्युनिटीलाई हामीले सपोर्ट चाहिँ गर्नुपर्छ एटलिस्ट कोसिस गर्नै गाह्रो छ नि त यार फर्स्टचोटि ल्याउँदैन अब उनीहरूले अब सोचेको जस्तो लेभल भएन भने होइन अर्कोचोटि कसले ल्याउँछ र भन्ने अब उनीहरू त झन् अब रजिस्टर पनि भइसक्यो नि त होइन त्यही भएर अब उनीहरूले गर्दाखेरि यसो सबजना मेन भएर नेपालीको युनिटी नै छैन कि त भन्ने गर्दा है तर अब जस्ट यति हल्का रियलाइजेसन अब भर्खर बन्दैछ नि त कम्युनिटीहरू पनि
अब योभन्दा 1.5 वर्ष अगाडि नै अब यस्तोहरू त थिएन नि त अब होइन के कस्तो थियो जो भेट्यो त्यही हो कम्युनिटी सर्कल त्यही हो नेपाली भन्ने आफूलाई त्यस्तो थियो नि त अब एटलिस्ट अहिले एउटा कम्युनिटी भनेपछि अब होइन त्यो सबै मिलेर उस गरिरहेको छ आइडियाहरू गरिरहेको छ त्यही हो क्या एटलिस्ट ट्राई कसैले पनि ट्राई गरिरहेको छ नि त्यो एकदमै सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई त्यही त होइन मरिमेटी होइन सके जति हुन्छ त्यही त सके जस्तै त्यो टिकट किनेर सक्यो नि त हामीले त्यो मानको होइन त्यो इट्स सपोर्ट भन्न खोजेको इट्स सपोर्ट के होइन त त्यही हो मैले नि भन्न खोजेको चाहिँ त्यही हो जस्तै एउटा कम्युनिटी छ जसले काम गर्न खोजिरहेको छ होइन हामीले चाहिँ पुस गर्ने होइन अब जे होस् क्वेसन पनि गर्नुपर्छ फेरि के गरिरहेको एकदम दिँदा हुन्छ किनभने चाहिँ अब त्यति गरेपछि अब रिभ्यूहरू हुन्छ नि त अब उनीहरूले गरेको अब उनीहरूलाई अब किनभने उनीहरूले पनि त अब कसैले उनीहरूले पैसा दिएर उसको राखेको नि होइन त उनीहरूले त एटलिस्ट ल अब यत्रो सबै आइसक्यो एउटा कम्युनिटी बनाएपछि अब एउटा गाइडेन्स गर्नलाई सजिलो हुन्छ सबैजना होइन एउटा कम्युनिटी छ भन्ने सजिलो हुन्छ नि त त्यही हिसाब गरेर अब उनीहरूको लागि सबै कुरा नयाँ नै हो होइन अब सबैजना ल मिलेर यस्तो गरौँ त्यस्तो गरौँ भन्ने त्यो सोचाइले हिँडिरहेको हो नि त सबैजना अब त्यस्तो गर्दा चाहिँ अब सबैजनाले सपोर्ट गर्दैछ चाहिँ कस्तो हुन्छ भने ल हामीले गरेको कोहीले त नोटिस गरिरहेको रहेछ त्यसो गरेपछि अब होइन आफूलाई नि अब भविष्यमा गएर ल यस्तो यस्तो गरेपछि होइन अब राम्रो काम गरेपछि त राम्रै फल निस्किन्छ राम्रो काम गरेपछि राम्रो फल निस्किन्छ अनि एकदमै अप्रिसिएट छ हाम्रो कम्युनिटीको नाम एनसिबी होइन नेपाली कम्युनिटी इन पुसान ओके म डिस्क्रिप्सनमा पनि राख्छु पोस्टमा जे होस् कोही लिङ्क गर्न चाहनुहुन्छ भने होइन कोरिया आउँदै हुनुहुन्छ भने र हेर्दै हुनुहुन्छ भने बुसानमा आउँदै हुनुहुन्छ भने पनि त्यो कम्युनिटीसँग पहिले जोडिएर इन्टरेक्ट गरेर आउँदा पनि राम्रो भयो नि त त्यो भयो ककोदेखि लिएर फेसबुक हाम्रो सबैमा छुट्टै ग्रुप पेजै छ अब जस्ट इन्ट्रेस्टेड मान्छे चाहिँ अब तिमीलाई कन्ट्याक्ट गरेर हुन्छ कि कता कन्ट्याक्ट गर्दा कन्ट्याक्ट गरेर आउँदा अब जस्ट सबै कुरा थाहा नभयो नि अब सानो कुराहरू जेनरल आइडिया त थाहा हुन्छ त्यही हो जस्तै हामीले प्रोभाइड गर्न सक्छौँ त्यहाँभन्दा अलिकति 2-4वटा कुराहरू बढी प्रोभाइड गर्न सक्नु होला भन्ने कुरा अनि फेरि कस्तो हुन्छ भने जस्तै मै पनि कस्तो हुन्छ नि जवाबदेही हुँदो रहेछ क्या एउटा जस्तै मै पनि एउटा जस्तै यो च्यानल खोलेर बसिसकेपछि मलाई कसैले डिएम गर्छ भने मैले चाहिँ त्यो कुनै न कुनै रूपमा मैले आफैले सिकेर हुन्छ कि प्रोभाइड चाहिँ गर्नुपर्छ है भन्ने चाहिँ जवाबदेहिता चाहिँ एउटा हुँदो रहेछ क्या त्यो भइसकेपछि के भयो भने मलाई थाहा छैन भने पनि मलाई थाहा छैन बट आई विल लेट यु नो होइन त भन्न सकियो नि त त्यो भयो नि त त्यो हुँदो रहेछ क्या जवाबदेहिता हुँदो रहेछ त्यो कुराहरूले गर्दाखेरि चाहिँ यो एकदमै राम्रो लाग्छ क्या मलाई एकदम राम्रो छ कन्सल्टेन्सीको चाहिँ एकदम मिसम्यानेज भन्छ नि होइन त्यो एनओसी बन्द हुनुको मुख्य कारण पनि हो होइन त्यो चाहिँ तपाईँहरूको फिलिङमा चाहिँ के लाग्छ के यो साँचो भन्दा पनि कन्सल्टेन्सी नै रङ हो त कन्सल्टेन्सीलाई यसरी रङ प्रुभ गर्नु पनि सही हो त जस्तो अब इन अ वे 100% नभए पनि कति पर्सेन्ट चाहिँ अब कन्सल्टेन्सीहरूको पनि धेरै गल्ती छ कि किनभने चाहिँ अब कन्सल्टेन्सी चाहिँ अब देशले मागेको यो देशमा अब क्यापेसिटी कति छ भनेर हेर्दा पनि अब कन्सल्टेन्सीहरू चाहिँ कस्तो गरिदिन्छ भने चाहिँ अब उनीहरूलाई त जति धेरै स्टुडेन्ट पठायो त्यति धेरै फाइदा हो नि त उनीहरूले त पक्का बिजनेसको हिसाबमा लिन्छ नि त अब त्यस्तोले गर्दा चाहिँ अब त्यही भएर त अब यहाँ यो जस यो ठाउँले अब चाहिएको भन्दा बढी आएर पो अब त्यो के अरे सप्लाई एन्ड डिमान्ड अब होइन डिमान्ड त्यति छैन तर सप्लाई धेरै भइदियो नि त अनि त्यही भएर पो अब स्टुडेन्टहरू काम नपाउने उसो गर्ने त्यसरी दुःख पाउने हो नि त अब डिमान्ड छैन अब सप्लाई चाहिँ यहाँ पठापठाइ छ त्यसले गर्दा नि कन्सल्टेन्सीहरूको पनि अब नेपालमा त्यही त हो नि मन परिन्छ अब त्यो रुल्स कन्सल्टेन्सी कति खुलेको भने जस्तो कोरियाको लागि मात्रै जस्तो मैले यो ग्रेस इन्टरनेसनल छ नि यो ग्रेस इन्टरनेसनल पनि मलाई चाहिँ पहिला के लाग्थ्यो भने यार अस्ट्रेलिया क्यानाडा जान छ भने चाहिँ ग्रेस इन्टरनेसनल इज द बेस्ट भन्ने जस्तो लाग्थ्यो कि ग्रेस इन्टरनेसनलले पनि कोरिया पठाउँदो रहेछ क्या अहिले फेरि अहिले त कोरिया त त्यही त युनिभर्सिटीहरू नि कस्तो छ भने चाहिँ अब जुन युनिभर्सिटीले नि मगाएर छ नि त स्टुडेन्ट अब इभन लाइक पुसानमै हेर तिमी पहिला केमसन बाहेक स्टुडेन्ट आउँदैन थियो सँगसँगै आउँथ्यो अनि त्यसपछि योमा पनि 1-2टा थियो क्या म आउँदा पनि 1-2टा
दोङेन छ दोङिदे छ अब या दुनियाँ थरी अब उता उता अहिले त बुसान नेसनल बुसान इन्टरनेसनल भन्ने रहेछ सबले मगाउँछ नि त अनि त्यस्तै अब युनियनले त उनीहरूलाई त जति स्टुडेन्ट आयो त्यति फाइदा हो नि त अब त्यही अनुसार मगाइदिरहेछ अनि उतादेखि नै पठाइदिरहेछ नि त त्यस्तो भएर चाहिँ हो अब इन अ वे हेर्दा चाहिँ अब आएको स्टुडेन्टहरू जेन्युनली आएको नराम्रो त होइन तर एटलिस्ट कन्ट्रोल एमाउन्टमा पठाएपछि चाहिँ धेरै राम्रो हुन्छ रेगुलेट त स्टुडेन्टले गर्नै सक्दैन मेन कुरा चाहिँ कि त सरकारले गर्नुपर्छ कि त यहाँको युनिभर्सिटीले गर्नुपर्छ कि त एम्बेसीले गर्नुपर्छ कि त कन्सल्टेन्सीले गर्नुपर्छ रेगुलेट त स्टुडेन्टले गर्नै सक्दैन जस्तै इन अ वे मैले के भन्न खोजेको भन्दाखेरि चाहिँ स्टुडेन्टलाई पनि के छ भने नेपाल बसेर यदि कोरिया एप्लाई गर्दैछ भने उसलाई के छ भने के सुन्न मन छ भने पोजिटिभ कुरा कोरियामा चाहिँ राम्रो छ कमाई 50 लाख छ भनेर भनिदिनुहोस् ओके नराम्रो कुरा छ भने 2टा लाइन सुनेर तेस्रो लाइनमा उसले स्किप गरिदिन्छ त्यो कुरा नै भनिसकेपछि मान्छेलाई के छ भने राम्रो कुरा सुन्नु छ तर यहाँ आइसकेपछि दुःख पाउने हो नि त होइन त त्यो हो नि त कुरा त अनि मेन कुरा अब त्यही त हो नि जस्तै अब मैले अस्ति एकजना भाइसँग कन्सल्टेन्ट गरेको थिएँ त्यो भाइले के भन्दै थियो नि एनओसी बन्द छ यस्तो छ फी तिरिसके मलाई त अहिले सुन्दाखेरि त कोरिया नजाम कि जस्तो पो लाग्यो त दाइ के हो कोरियामा भविष्य छ कि छैन भने कोरियामा भविष्य राम्रै छ होइन हामी पनि कोरियाकै भरमा बसिरहेछौँ तर आउँदाखेरि चाहिँ दुःख छ सुरुमा चाहिँ फ्रस्ट्रेट नहुने तरिकाले आउनु पर्यो होइन त मेन कुरा त्यही त हो नि अब जस्तै ल ठिक छ हामीले काम पाइयो ला अरे कसैले काम पाइहाल्यो अरे पाइएन भने के त त्यो प्लान बनाउनु परेन त होइन त पाइएन भने त एउटा सेकेन्ड प्लान त बनाएर आउनु पर्यो नि त होइन त त्यो मेन कुरा त्यो छ क्या कुरा भनेको अनि तर चाहिँ नराम्रो छ भन्ने चाहिँ म पनि सोच्दिनँ होइन कन्ट्री नराम्रो छ या जापानै जाऊ नराम्रो छ या यहीँ पनि जाऊ कहीँ पनि जाऊ दामी हो नि होइन दामी छ नि मलाई त कन्ट्री त एकदम दामी लाग्छ किनकि होइन यहाँ त एकदम चिल हो नि त एकदम सेफ्टीको हिसाबमा चाहिँ यस्तो राम्रो छ है सेफ्टी अनि फेरि कस्तो भने कसैले तपाईँलाई बुल्ली गर्छ त गर्दैन छैन त्यो अब पहिला चाहिँ थियो होला यतातिर होइन किनकि फेरि कोरियन बिची छ होइन कोरियन बिची छ होइन तर यस्तो हुँदो रहेछ के अरे यो उनीहरूको त्यो हायरको सिस्टम छ नि त एक वर्ष एउटा लगाइदियो अनि त्यसपछि दाइ यहाँ अति नै धेरै रेस्पेक्ट कल्चर छ नि त अनि त्यो ठुलोले फेरि सानोले जे गरे नि हुने टाइपको रहेछ क्या यता फर्केर खाए होइन अब उनीहरूको त्यो कल्चर खतरा त खतरा हो होइन तर कोरियन बेची कस्तो हुँदो रहेछ होइन म चाहिँ मेरो काम गर्ने ठाउँमा यस्तो बुझेको अनुसार क्या केही गरेर अब तिनीहरू भन्दा अलिकति लेस स्मार्ट भला टाइपको अब हल्का त्यो अब हुन्छ नि बोधो टाइपको आयो भने होइन केही भन्यो भने हाँसिदिने अनि हल्का उयो गरेर काम लगाइदिने त्यस्तो टाइपकोहरू चाहिँ हुने चाहिँ हुन्छ क्या हामी पनि अब हाम्रो नेपालीलाई पो अलि छैन त दाइ अब यस्तो सोच्ने भने त अरू देशको लागि त छ नि है यस्तो अलिकति सोच्ने नै हो भने यार है तर होइन मैले फेरि के बुझेँ भने नेपालीहरूलाई जस्तै हाम्रो एउटा भाषा छ नि त जस्तै नेपालीहरूलाई चाहिँ कोरियनले राम्रो मान्छ राम्रो गर्छ भन्ने छ नि त्यो पनि फेरि राइट होइन क्या जस्तै मैले कसरी बुझेँ भन्दाखेरि चाहिँ हाम्रो रिसेन्टली 3टा इमो चेन्ज भयो क्या एउटा अब विभिन्न कारणले गर्दा एउटा इमो चाहिँ नयाँ आयो होइन एउटा इमो चाहिँ अस्ट्रेलिया गएको थियो छोरीले बच्चा पाउनु लाग्यो भनेर अनि त्यसपछि अर्को इमो आयो त्यो इमोले चाहिँ 20 वर्ष जान्छ गरेको रहेछ होइन आफ्नै रेस्टुरेन्ट गरेको रहेछ गर्दाखेरि उसले को युज गरेर रहेछ भन्दाखेरि भेटनाम युज गरेको रहेछ भेटनामी मान्छेहरू युज गरेको रहेछ आफूले काम गर्ने ठाउँमा काम लगाएको रहेछ होइन उसले म आउने बित्तिकै के भन्यो भन्दाखेरि मलाई पनि विदेशी देख्ने बित्तिकै ओहो त यस्तो भाषा आउँदो रहेछ यताउति भन्यो पछि चाहिँ के भन्यो भने तर जति चाहिँ भन्यो नि भेटनामी जतिको काम गर्नु राम्रो कोही हुन्न भन्यो क्या भन्थ्यो है अनि मैले त के अरे यहाँ पनि पछि चेन्ज गर्यो भने त भेटनामी राखे हुन्छ भन्ने भन्थ्यो है अनि फेरि त्यसपछि त्यसले चाहिँ पछि आफ्नै रेस्टुरेन्ट फेरि पनि खोल्ने भनेर चाहिँ गयो अनि अर्को इमो आयो त्यो अर्को इमो फेरि के काम गर्दो रहेछ नि म्यानेजर गर्दो रहेछ कि म्यानेजर पोस्टमा रेस्टुरेन्टमै तर म्यानेजर त्यो रेस्टुरेन्टमा फेरि बङ्गालीले काम गर्दो रहेछ अब त्यसले फेरि आएर बङ्गाली यस्तो बङ्गालीले यति राम्रो गर्छ बङ्गालीले भाषा कोरियनले भन्दा राम्रो जानेछ भनिदिन्छ अब
मेरो साउले भोलि बिहान के भन्ला भन्दाखेरि मलाई 2 वर्ष युज गर्न लागिसक्यो नि त उसले होइन 2 वर्ष युज गरिसक्यो मैले राम्रो गरिराख नि त उसले होइन अब चाहिँ उसलाई के हुन्छ भने नेपालीले राम्रो गर्छ भन्ने हुन्छ कि त्यही भएर त्यो कन्सेप्ट पनि के भने हामी नेपाली हो हामीले नेपालीको कुरा सुनिरहेको छ नि त त्यही भएर हाम्रो कन्सेप्टमा के भएको छ भने नेपालीलाई यिनीहरूले राम्रो मान्छ है भन्ने कामको हिसाबमा भयो तर बाहिरी वर्ल्डमा क्या तिमी म कहीँ घुम्न जाऊ होइन कहीँ अब सपिङ जाऊ कहीँ खाना जाऊ त्यस्तोमा नि अब केही हेरेरै हुन्छ क्या तर हुन चाहिँ तिनीहरूको फेरि मलाई फेरि नेपालीको एउटा चाहिँ सही के लाग्छ भने हामी जति नै हिन्दू भने नि जे भने पनि एट द इन्ड हामीलाई मासु खानलाई या त कुनै कुरालाई जस्तै मन्दिर जानलाई या त कुनै पनि कुरामा इन्भल्भ हुनको लागि हामीलाई रोकटोक छैन क्या हामी जहाँ पनि जान सक्छौँ जे पनि गर्न सक्छौँ होइन हामीलाई त्यो पनि छैन अब जस्तै हामीले गाईको मासु पनि मलाई लाग्दैन कि हामी हिन्दू भएको भएर ओम नमः शिवाय भएकै भएर गाईको मासु नखाइरहेको जस्तो लाग्दैन कि हामीलाई गाईको मासु किन पनि खान मन लागिरहेको छैन भने हामीले पहिल्यैदेखि चाहिँ गाई पालेको वरिपरि होइन गाईको दुध खाइरहेको दुध दोहिरहेको सबै कुरा देखिरहेको नि त अनि हामीलाई कस्तो लाग्छ भने ऊ गाईको मासु भन्ने बित्तिकै त्यो याद आउँछ क्या त्यो भएर चाहिँ हामीले झट्टै गाईको मासु खाँदैनौँ तर यदि त्यो फ्यामिलियर छैन भने त्यो मान्छेले गाईको मासु नै खान्छ क्या इट्स नट अ बिग डिल के होइन त खाना दिँदा अहिले त मलाई फर्स्टमा आएर त्यो अब ती पैसाको न्यु इयर क्या त्यो पामामै काम गर्थ्यो नि त त्यहाँ त पाउँथ्यो नि त त्यो गाईको मासु त्यतिखेर फर्स्टचोटि खाएको है हल्का बमिडाला जस्तो कस्तो कस्तो भयो त्यसपछि त अहिले त बबाल मिठो लाग्छ तर गाई पनि पोलेर खाँदा त सही हुन्छ नि एनर्जी आउँछ भन्छ नि त गाउँमा आएर त खानुपर्छ मलाई जस्तो लाग्छ तपाईँको केही छ सोखोगीको इन्सिडेन्ट मेरो त त्यस्तो छैन मैले त पहिलेदेखि त्यस्तो म चाहिँ खानामा चाहिँ एकदम के अरे भेदभाव चाहिँ गर्दिनँ म खाइसकेको म पनि गाईको मासु चाहिँ ठ्याक्कै खाना चाहिँ खाँदैन तर परिहाल्यो भने चाहिँ नेपालमा चाहिँ अब हाम्रो चाहिँ के गाउँमा चाहिँ त्यो अब कास्ट हुन्छ नि अर्कै कास्टको हुन्छ अनि तिनीहरूले चाहिँ खाइदिन्छ क्या गाई गोरु अनि गोरुको भन्यो भने चाहिँ खान मन लाग्थ्यो क्या मलाई गाईको भने चाहिँ खाँदिनँ गाईको त तर होइन नि कोरियामा त फेरि एउटा कुरा चाहिँ सही छ नि त जस्तै गाई दुध खाने गाई र मासु खाने गाई त फरक छ नि त अनि यहाँको फेरि हानु गाई एकदमै फेमस एकदमै महँगो फेरि है त्यो पनि छ अनि फेरि यस्तो पनि हो कि जिम जहाँ तैँले बडी बनाउन छ डाइटिङ गर्न छ भने त गाईको मासु खानै पर्छ क्या फेरि कोरियनहरूको त्यो कन्सेप्ट पनि छ तर त्यो प्रोटिन एकदम राम्रो हुन्छ कि रेड मिटहरूको जस्तै हामीले हस्पिटालिटी पढ्दा पनि 11मै पढ्या हो के अरे वर्ल्डमै बेस्ट मासु भनेको चाहिँ गाईको हुन्छ अरे कि रेड मिट भन्छ नि त रेड मिट भनेको चाहिँ एकदमै राम्रो भन्छ नि त त्यो कुराहरू पनि छ कि जे होस् कोरियामा मिठो चाहिँ साह्रै मिठो तर म चाहिँ त्यसरी उसनै गरेर चाहिँ खाएको छैन क्या अनि त्यो भएर मैले पहिला चाहिँ खाइदिन्थेँ अहिले त जे पनि जे होस् अब कोरिया नै बस्ने डेस्टिनेसन नै कोरिया भइसकेपछि चाहिँ खाने नै हो फेरि त्यो अब किन त्यो पनि मन लाग्छ मैले जस्ट यही कुरामा मैले भन्न खोजेको कुरा चाहिँ के हो भने जस्तै बङ्गालीहरू या त अरू कन्ट्रीको कति कन्ट्रीकोहरू आउँछ नि जस्तै यदि त्यो मुखमै पर्नै हुन्न अझै यिनीहरूलाई त हलाल फुड नै चाहिने होइन टाइपको हुन्छ नि त यो यस्तो रेस्ट्रिक्ट हुने मान्छेहरू चाहिँ कोरियामा आउन चाहिँ नपर्ने हो जस्तो लाग्छ क्या मलाई होइन त मुस्लिमहरूलाई त पाएकै छ नि किनभने चाहिँ कोरियामा त यो बुङ्गुरको मासु थोइजे खोगी नखाएसम्म त गाह्रो उनीहरूको त छुनु पनि हुँदैन जेमा पनि भएर हुन्छ नि त हो नि अभियस ल अब हाम्रै रेस्टुरेन्टको कुरा गर्छु मैले ल ओके होइन अब गाईको मासु पनि बेच्छ हाम्रोमा थेजी पनि बेच्छ होइन इफ ल कोही चाहिँ गाईको मासु मात्रै खान्छ भनेर आउँछ होइन ल आउँछ होइन मैले जस्तै एउटा पन्जा लाउँछु त्यही पन्जाले चाहिँ मैले बुङ्गुरको मासु झिक्छु त्यही पन्जाले मैले गाईको मासु झिकेर दिन्छु नि त अनि त्यो भयो नि त जे होस् होइन त छुन त छोइयो नि त त्यही भएर पनि जस्तै त्यो
त्यो लेभलमा बच्न खोज्ने मान्छेहरू चाहिँ कोरियामा चाहिँ गाह्रै छ के टु बी अनेस्ट भनेको नो आइ हुन्छ कि त उयो के अरे भन्नु होइन मैले चाहिँ के अरे अब मुस्लिम त्यस्तो केही देखेकै थिएन भनौँ न त यार होइन कहिले काहीँ अब काहीँ गइहाल्यो भने कहिले त्यो टोपी लगाएर हिँडेको देख्थेँ है यहाँ भेट्यो भने त यस्तो डेन्जर मुस्लिम तर हाम्रो नेपालमा पनि मुस्लिम त हुन्छ तर यतिको लेभलको त्यो उसै हुँदैन यिनीहरूले देखेर मलाई के लाग्छ भने होइन अब यस्तो डेन्जर हुन्छ त्यही भएर त यिनीहरू यस्तो खतरा हुन्छ जस्तो लाग्छ क्या भने नि एउटा क्लासमा प्रेजेन्टेसन थियो होइन इन्डोनेसियनले मुस्लिमको बारेमा के भने क्या त उजबेकी दुइटाले त्यसलाई झन्डै पिट्यो क्या अब त्यो प्रोफेसरले के चाहिँ गर्न सकेन स्टप बाई केही भन्न सकेन होइन तिनीहरूको धर्मको बारेमा के प्रेजेन्ट गरेको थियो है तिनीहरू दुइटाले त्यसलाई पिट्थ्यो होला भने कस्तो त्यस्तो कपाल हुन्छ क्या यस्तो अब हाँस्नु त हुँदैन त्यस्तो अब उनीहरूको बिलिफको कुरा हो नि त होइन त्यही भएर विश्वास गर्नु त पाइयो तर एक्चुअली चाहिँ हाम्रो पनि त्यस्तो के नेपाली साथीले होइन अब जस्ट प्रेजेन्टेसन दियो अब उसले इन्टेन्सनले भनेको नि होइन तर जस्ट अब के अरे मुस्लिमको बारेमा केही फ्याक्टहरू चाहिँ अलिकति गलत तरिकामा भन्थ्यो कि अहिले यस्तो पनि हो हाम्रो के हो भने हाम्रो बुझाइ के हो भने मुस्लिम भन्ने बित्तिकै ल यो कुरा यस्तो गर्छ यो कुरा यस्तो गर्छ भन्ने जुन हामीले सिकेको छ हामीले नि त मुस्लिमको के हुन्छ कुरान हो कि समथिङ के हुन्छ है त्यो पढेको त छैनौँ नि त हामीले त्यहाँ के भन्छ त्यो पढेर क्लास लिएको धर्मको क्लास लिएको थियो होइन त्यो हिन्दुजम बुद्धिजम मुस्लिम क्रिस्टियनिटी चारवटाको पढेको थियो क्या त्यो अनि मजा आयो त्यो मजा त मजा आयो अब कहिले काहीँ डिबेट पनि हुन्थ्यो है अनि तर त्यो क्लासमा मजा चाहिँ बब्बाल मजा आउँथ्यो एक्जाम पनि भएन है त्यही त्यसकै बारेमा मात्रै डिस्कस गर्ने तर मलाई फेरि त्यस्तो क्लास चाहिँ राख्नै हुँदैन जस्तो लाग्छ म चाहिँ तर राख्नु चाहिँ पर्छ किनभने चाहिँ अब त्यसरी भएर पो सिकिन्छ नयाँ कल्चरको बारेमा होइन राख्नु चाहिँ पर्छ तर एउटा कुरा चाहिँ अलिक टक्सिक इन्भाइरोमेन्ट चाहिँ बनाउनु भएन कि किनभने चाहिँ अब डिबेट गर्न पाइयो आफूले नबुझेको कुरा होइन त्यसरी अगाडि गर्नु पाइयो तर आफूले चित्त नबुझेको कुरामा कुट्न नै खोज्ने त्यस्तो चाहिँ गर्नु भएन त्यसो चाहिँ धर्मको विषयमा त फेरि कस्तो पनि छ भने धर्मको विषयमा चाहिँ टोकुवा नै गर्छ क्या टोकुवा चाहिँ अलिक हाम्रो त्यो नेपालहरूमा आउने अब त्यो यसु धर्महरूको मान्छेहरू यता कोरियामा पनि अहिले कति धेरै हाम्रो त्यो कलेज जाने बाटोमै कति धेरै मान्छेहरू आएर यसो गर्दै आउँछ अनि त्यस्तो चाहिँ अलिक त्यस्तो लेभलको चाहिँ गर्नु जे होस् कोरियाको फ्रिडममा थियौँ क्या त्यो खतरा सुन यो कुरा गरौँला जस्ट हामी कोरियाको फ्रिडममा थियौँ नि होइन त दाइ जस्तै यहाँ यो के भन्छ अरे राची छ भन्ने कुराहरू अनि सेफ्टी छ भन्ने कुराहरू थियो नि त होइन अनि के पो थियो यार म त बिर्सेँ त तर यो फ्रिडमको कुरा गर्दा चाहिँ के कस्तो हुन्छ भने चाहिँ होइन अब झगडा चाहिँ कहिले नगर होइन किनभने चाहिँ अब झगडा गरेर कोही ठुलो हुँदैन कोही केही हुँदैन होइन अब कहिले उँभो लगाइँदैन मान्छेहरू तर झगडा गरिहाल्यो भने चाहिँ कहिले हात हाल्नु हुँदैन किनभने चाहिँ कोही जस्तो ठाउँमा अब तिम्रो के पऱ्यो भने क्यामेरा जता नि हुन्छ अनि त्यसले गर्दाखेरि पिडा खाने सु गरिदिने हो क्या त्यसलाई झगडा गर्ने बरु नर पिडा खाने होइन नलाग्यो ढल्ने बरु दुईचोटि ढल्ने मलाई लाग्यो नमिठो ढल्यो भनेर सु हानिदिने हो क्या त्यो चाहिँ राम्रो चाहिँ कुरा हो झगडा चाहिँ नगरेर तर खायो भने चाहिँ 3-4चोटि ढल्यो एकचोटि खाएर 3-4चोटि ढल्यो होइन पठाइदिनु बरु नेपाल होइन हो त्यो चाहिँ एउटा हो त्यो हो यार तर मलाई त्यस्तो लाग्छ क्या हाम्रो नि कस्तो छ भने त्यो लो फिलिङ गराउने छ नि त तर त्यो बुट्टीमा नि होस् या जे होस् न लो फिलिङ गराउँछ नि त त्यो चाहिँ गर्न राम्रो होइन क्या होइन त ल बाजे भन त ल होइन त होला पनि छैन मलाई चाहिँ खास कोरियामा चाहिँ राम्रो लाग्यो भन्ने कुरा चाहिँ के हो भने चाहिँ एप्रिसिएसन चाहिँ एकदमै गर्छ क्या यिनीहरूले एप्रिसिएसन चाहिँ तिमी यहाँ भाषै आउँदैन भने त्यही मान्छेलाई कस्तो गलत फेमी भएको के
त्यसै भाषा आउँदैन र उनीहरूले त छारेसो छस् एकदमै राम्रो गरिरहेको छस् भनिरहेको छ अनि त्यसपछि तिमीसँग कोरियनमै कम्युनिकेट गर्न खोजिरहेको छ त्यो चाहिँ उसले एउटा कुरा मैले के ख्याल गरेको भने जस्तै तपाईँ भर्खर कोरियन बोल्नु म एकदम सिनियर हो रे म एकदम कोरियन भाषा जानेको छु रे होइन तपाईँले बिगार्नुहुन्छ नि कहाँनिर बिगार्नुहुन्छ मलाई हतार भइसक्छ क्या त्यहाँनिर है भन्नको लागि होइन नेपालीहरूको त्यो छ तर कोरियनहरू त हामीले बिगार्दैन होला र तिमीलाई थाहा छैन होला र भाषा होइन त तर कहिल्यै पनि हामीलाई चाहिँ यसरी बुल्ली गरिदिने हाँसिदिने गरेको छैन क्या भन्ने तरिका हुन्छ नि त होइन त्यही त अब के अरे केही नजानेर अब मान्छेले होइन यस्तो होइन नि भनेर सिकाउने र अनि यति नै आउँदैन भन्नुमा धेरै परेछ जस्तै मैले पनि कतिचोटि के गरेर हुन्छ नि त्यो बिग्रिन्छ हो होइन त्यसपछि चाहिँ ट्राई चाहिँ गरे हो तर यो चाहिँ बिग्रियो भन्नु र त्यसरी भन्नु र भाग यति नेपालीहरूले त्यही छ कि मैले पहिल्यैदेखि हो कि जस्तै सबै नेपालीहरू त्यस्तो पनि हुँदैन तर कस्तो भइदियो धेरै नेपालीहरू चाहिँ त्यस्तो खालको भइदियो कि मैले पहिला काममा पनि ख्याल गरेँ सुरुमा चाहिँ म त एक समय यस्तो भइसकेपछि म सिनियर भन्ने मान्छेको त नजिकै पर्दिनँ भन्ने भइसकेको थिएँ कि म के हामीले त बल्ल बल्ल काम गरियो तिमीहरूले त कामै गर्न सक्दैन भनिदिने कि अब शनिबार अब शनिबार आओस् शनिबारको काम त ढुक्कै गर्न सक्दैन काम छोडिदिन्छ भन्दा नि कतिले चाहिँ कस्तो सोच्दो रहेछ भने चाहिँ अब आयो अब अगाडि आउने त डेन्जर पेनले हाल्नु त सिकाउने मान्छे पनि होइन केही थिएन अनि त्यसपछि म त यति पेनले अनि कतिपय चाहिँ काममा जस्तै अब आधा गइरहेको हुन्छ या त नयाँ जस्तै नेपालीले लैरहेको हुन्छ अनि त्यसपछि जे कुरामा ब्याङ्क यति पनि जान्दैन घरमा भात पकाउन सिकाएन मिलेर टु बी अनेस्ट भनेको कि अनि कति त मलाई कस्तो थियो नि अब जस्तै अब हाम्रै ब्याचमा नि थियो कि केटाहरू कोही कोही गर्थ्यो होइन के भन्थ्यो नि हामीले त गरियो यार आकाश यार अब आउने त गर्नै सक्दैन केही कामै नगर्नेहरू आउँछ भन्दैन तर हेर्नु त जो जस्तो भए पनि यो त म त ल 2-4 महिना वर्षमा 2चोटि 3चोटि भए पनि खेतमा जान्थे धान काट्ने जोत्ने यताउति गरिन्थ्यो होइन कतिपय त केही पनि नगरिरहेको इभन भात तरकारी पकाउनु नजानिरहेको मान्छेहरू पनि त आएको छ नि तर तिनीहरूले काम गर्छ कि यहाँ गर्छ परिस्थिति परेपछि गर्छ होइन के खाने भन्दा पनि तर त्यो कुराले एउटा उसै त हो नि होइन यस्तो के भन्छ मान्छे जनावरै हो होइन एकदम स्मार्ट जनावर हो सिकायो भने बुझायो भने गर्नु नसक्ने केही छँदै छैन नि तर होइन यस्तो हुँदो रहेछ कि अब त्यो अब जस्तै तिमी नयाँ भयो अनि मलाई पुरानो भयो अनि तिमीले अब मैले सिकेको कुरा अब तिमीले आज नयाँ र थाहा छैन भनेपछि अब सिक्दै सिक्दैन भन्ने हुँदैन कि अब त्यो ढिलो छिटोको कुरा मात्रै हो अब जस्तो मैले तिमीलाई भनिदिन्छ तिमीले चाँडो सिक्छ नि त अनि त्यसपछि त्यो बेला चाहिँ मैले तिमीलाई खिचाउ गर्नु भएन कि अनि त्यो कल्चर चाहिँ अब सबै त छैन होइन कोही कोही धेरै राम्रो मान्छेहरू नि छन् यता कम्युनिटीहरू गराएको मान्छेहरू धेरै उस्तोहरू पनि छन् राम्रोसँग सिकाउने मान्छेहरू पनि छन् तर धेरै मान्छेहरू चाहिँ अनि यति नै आउँदैन के आउँछ त भन्दा छिटो आयो होइन त्यही भएर पो त मैले त यो यति भोग्या हो कि त्यही भएर 2 वर्ष कोरोनाको बन्द त्यसपछि आएको केही काम पनि नेपाली भएको ठाउँमा गएको है जसले त्यही भन्ने के जसले त्यही भन्ने है यति काम यति केही गर्यो आँचीमा फोहोरो गयो कति फोहोरो गर्यो काम गरेको यस्तो गर्दैन हामीले त होइन अनि त्यहाँबाट ठ्याक्क अब के गर्यो पुरै बुल्ली गर्ने क्या एकदमै अनि त्यहाँबाट त्यो भएर नि मलाई चाहिँ त्यस्तो लाग्छ क्या अनि अझै पनि स्टिल छ क्या अब जस्तै
अझै छन् त त्यस्तो टङ्नै। अब जस्तै अस्ति एउटा भाइ जस्तै मेरोमै गएको है बासुले पठाएर, त्यही भाइले नि भन्दै थियो कि अब कस्तो कस्तो भेटिन्छ त आल्बा जाँदाखेरि सिनियरहरू भन्दै थियो। त्यस्तै हो कि भेटिन्छ क्या त्यस्तोहरू चाहिँ। त्यही भएर नि त्यो कुराहरू छ। अनि एउटा जस्तै तपाईँले भन्नुभयो नि जुन के अरे सिक्छ भन्नुभयो नि, त्यही भएर चाहिँ यहाँ हेर्नु त रेस्टुरेन्ट होस् हल सर्भिङ होस् छुबु खानु है भन्छ नि होइन त, हामी त्यही हेरेर जान्छ नि। त्यसको मतलब के भन्छ तिनीहरूले त बिगिनरलाई पनि अलाउ गर्छ, तर हामी सिकाउँछ। हामी पनि त्यो बिगिनर गएको होइन त रेस्टुरेन्टमा। मलाई हल सर्भिङको केही त आउँथेन ल, पुरै साउसँगै साउले देखाएर साउले सिकाएर अहिले त्यो कम्प्युटरमा सबै कुरा जानिन्छ। अब ल कति गाह्रो छ फेरि यहाँ, फेरि कति गाह्रो छ भने अब कस्तो मलाई सबभन्दा गाह्रो सिक्न चाहिँ के लाग्थ्यो भने त्यो फार्म गर्न है, पेमेन्ट फार्म गर्न, अनि त्यसपछि त्यो सामगेवल ओगेवल चिक्का गर्न, त्यो दुइटा चाहिँ एकदमै गाह्रो लाग्थ्यो क्या। किनभने बिर्सिहाल्ने के कसरी गर्ने भन्ने कुरा बिर्सिहाल्ने। अब त कम्प्युटरमा गर्न त गरिरह तर बिर्सिहाल्ने। त्यस्तो कुरा पनि मैले न कहिले थाहा भएको कुरा न के, मैले त्यो ओगेवल सामगेवल गर्थेँ, मलाई 3 महिनासम्म थाहै थिएन त्यो खास किन गर्छन् भन्ने, कस्टमरले खास किन गर्छन् त्यो भनिरहेको थिएन। जस्ट सिकाइदियो त्यहीलाई ढ्याङ ढ्याङ गर्थेँ मैले। जस्तै फामफुम भनेको त म जस्तै कुपनहरू चलाउँदाखेरि हामीले आफै अब रिटर्न गरिन्छ त्यो त थाहा बुझिहाल्यो होइन। त्यो सामगेवल उगेवल चाहिँ किन गरिरहेको भनेर बुझ्दै नबुझ्ने क्या। अनि पछि चाहिँ मैले मलाई खासै सामगेवल सोगेवल भनेको के हो भनेको त्यो बुढीले फेरि यति हार्डली सिकायो है मलाई, यति हार्डली सिकायो। अनि म दुइटा कुरामै कन्फ्युज भयो कि त्यसले खास ब्याङ्कले चाहिँ पे गरिदिन्छ पछि हामीले पे गर्ने भनेको हो कि ब्याङ्कले चाहिँ आधा आधा गर्दै तिर्छ भनेको हो कि के हो टाइपको कि। अनि पछि चाहिँ बुझ्यो त्यही हो, त्यसरी त सिक्यो नि होइन त। त्यही भएर नि मलाई चाहिँ कोरियामा चाहिँ यो कुरा सही लाग्छ, एप्रिसिएसन छ क्या। नगर्नेहरू पनि छन् तर गर्नेहरू चाहिँ जस अब सिकाउनु पर्छ भन्ने नि धेरै मान्छेहरू छ। जसमा मेजोरिटीमा चाहिँ त्यस्तो भएपछि आफूलाई सजिलो हुन्छ नि त। अब 1-2 जना त अब होइन सबैजना राम्रो हुन्छ भन्ने त कहाँ छ र, छैन। तर कोही त नर्मली कल्चरमा चाहिँ अब सिकाउनु पर्छ थाहा नभएकोलाई होइन। कोही मान्छेहरू फेरि विदेशी आएर हाम्रो काम कोही फेरि बदलै भेट्छ है, कतिचोटि सिकाउँदा होइन त्यो पनि हुन्छ। फेरि मान्छेको त्यो कस्तो हुन्छ भने अतालिँदाखेरि जस्तै हाम्रो रेस्टुरेन्टमा फेरि एउटै छ क्या, जस्तै नयाँ जो पनि आओस् बाधै भएन क्या हाम्रोमा होइन, पिसअपमै ढोको मान्छे आओस् क्या नतालियोस् क्या होइन। बिजी हुँदाखेरि अब हामीले जस्ट आल्बा खोज्ने भनेको त उसमा त हो नि, बिजी हुँदाखेरि त हो नि त होइन। अरू बेला त बाले भन्नु मैले एक्लै नै गरिरहेको छ। अनि त्यसपछि अब फेरि हाम्रोमा फेरि किचनमा चाहिराख्दैन, अनि उसमा बोलाउँदाखेरि कोरियन नै बोलाउँछ। अनि हाम्रो चाहिँ त्यही हो कि जो आवाज भए भएन कि होइन, कामै नगर्ने आवाज बरु भाँडै मात्रै उठाओस् होइन, तर पिसअपमै ढोको मान्छे आउँछ, त्यो हुन्छ क्या। अनि कोरियनहरू एकदमै अत्तालिन्छ नि त फेरि पाली। अनि अत्तालिने के काम चाहिँ एकदमै त्यो यति बिजी भयो भने एकदमै हतार गर्न खोज्ने टाइपको हुने के, त्यो चाहिँ कल्चरै त्यस्तो छ नि त। त्यसो हुँदा नि आफू चाहिँ हात्तिनु भएन। आफू चाहिँ हात्तिनु भएन। जति काम चाहिँ के हो, काम भन्ने कुरा नै त्यस्तै रहेछ क्या। काम जति अताल्यो त्यति बिग्रिन्छ क्या। नाति भनेको फेरि भित्र हात्ती लन्छ भने त्यही हो क्या। जोसमा गर होसमा गर। त्यसमा पनि फेरि आत्तिने केस फेरि कस्तो हुन्छ भने जस्तै साउले चाहिँ कतिको प्रेसर दिन्छ भन्ने कुरा के बिगारेर कराइहाल्ने। जस्तै धेरै जस्तो तिमीले ख्याल गरेछौ कि नै, बिजी हुँदाखेरि चाहिँ साउले कराउँदैन क्या होइन त। बिजी हुँदाखेरि चाहिँ कराउँदैन। किन कराउँदैन भन्दाखेरि प्रेसर भयो भने अतालिन्छ बिग्रिन्छ, त्यही त हो नि कुरा भनेको। त्यही त्यो कुराहरू नि छ जे होस् यहाँको कुराहरू होइन। आजलाई के हो, अब आजलाई एन्डै गर्छ अब गर्नुपर्छ, मेरो नि सक्यो। अनि अन्तिममा तिमीलाई चाहिँ के भन्नु मन छ? अन्तिममा मलाई केही भन्नु मन छैन। जाने सुत्ने राम्रोसँग बस्ने। भ्याकेसन अब सुरु हुन लागिरहेछ, भ्याकेसनमा सबले काम पाओस्,
सबले फी तिर्न सकोस्, फी बढाबढै छ। अलिकति टेन्सन हुन्छ। यस्तो यस्तो बाजहरू हुन्छ कि दाइ तपाईँहरूलाई सोधेर फी बढायो भनेर सोध्दैन के भन्ने होला यिनीहरूलाई यस्तो यस्तो म पनि त्यो 1 वर्ष त्यो हुँदाखेरि के रिप्रेजेन्टेटिभ हुँदाखेरि जे कुरा पनि के दाइ गएर कलेजलाई भन्दिनँ, पुरै कलेजमै मैले गोल्टीमा आएर हिँडेछु जस्तो कि जे कुरा पनि तर अब बिचराहरूलाई थाहा नि हुँदैन नि त होइन लाइक बुझ्ने त स्टुडेन्टलाई सोधेर फी बढाउँछ रिप्रेजेन्टेटिभहरूको कुरा चाहिँ मैले बुझेको छैन। त्यो चाहिँ मैले ट्याक्क भनिहालेको बिचरा त्यस्तो नि हुन्छ मान्छे त्यही भएर सबले होइन फेरि हेल्प नगर्ने नि होइन, हामी त हेल्प गर्नकै लागि नै बुझेर सोधे अब उनीहरूलाई चाहिँ राम्रोसँग बुझाइदिनु हेर जस्तै हेल्प यसो कस्तो पनि हेल्प खोज्नकै लागि त त्यस्तोहरूलाई चाहिँ हेर बाबु मलाई त्यो के भन्छ अरे त्यो पहिला त हाम्रो चिक्का गर्न लाने हुन्छ नि, बिचरा पैसा छैन भन्दा सबको भाडा दिँदै जान्थ्यो यार, म त्यो सही गऱ्यो नि यार, मेरो कम्ता पैसा खर्च खाना पाउँदै गर्थ्यो दाइ यार भन्दा यार एउटा भाइले फेरि के भन्थ्यो बिचमा आउँदै थियो, अनि त्यसपछि दाइ यो सिउ भोक लागिरहेको यार दाइ यार, यो सिउमा रामेन पाउँदैन, कुन सिउमा रामेन पाउँदैन, जुन सिउमा नि राम्रो रामेन पाइहाल्छ नि मुला भनेको त के अरे दाइ खुवाउनुहुन्छ खतरा भाषा हुन्छ है कहाँ त्यो ठाउँ ठाउँको कोही अब हामी त कति थियो बाहिर अब यसकै पनि खतरा छ नि कोही कोही भेट्छ क्या अब कोल्ला खाने भनेर चाहिँ केरा भन्दो रहेछ, खास केरालाई कोल्ला भन्दो रहेछ है, एउटा चाहिँ के कोल्ला खाने भनेर खाने भनेर डेभिडलाई नि केरा ल्याएर त्यही त जस्तै मेरो पनि त त्यही भएँ काम गर्दाखेरि मैले अनि के अरे त्यो परात दिनु त भने होइन, कोहीले बुझेन क्या त्यहाँ कति 5 जना हो कि 6 जना नेपाली थिए होइन, मैले त्यो परात पास गर त भने कोहीले बुझेन क्या। अब तपाईँले भनेको चाहिँ त्यो बाटालाई चाहिँ परात भन्छ कि हाम्रो त्यो परात परात भनिराख्ने हामीले होइन, मैले चाहिँ त्यही भने कोहीले बुझेन क्या। मलाई चाहिँ त्यतिखेर के थाहा पायो नि नेपालीले नि नेपाली त्यसले गर्दा रमाइलो छ, डाइभर्सिटी भएर डाइभर्सिटी छ, कति कुरा सिक्न पनि पाइरहेको छ है। त्यो चाहिँ हो जे होस् अब जस्तै यही भाइ हाम्रो सुदूरपश्चिमको भाइ हो होइन, अब उसले अब सुदूरपश्चिमकोतिरको कुराहरू के सुनाउँछ नि, सुन्दाखेरि रमाइलो लाग्छ क्या जे होस् होइन, कसैले बागलुङको सुनाउँछ, कसैले कहाँको सुनाउँछ होइन, मजा लाग्दैन त त्यो कुराहरू सुन्न। त्यस्तै त उसले आफ्नो घरतिरको सुनाउँछ, पहाडतिरको त्यस्तै त हो नि। तर त्यही त रमाइलो नि होइन एकदम सबजना नेपालीहरूको चाहिँ एकदम डाइभर्सिटीले गर्दा चाहिँ धेरै कुरा त्यही डाइभर्सिटी भएको अनुसार युनिटी हुनु पर्यो भन्ने मात्र हो क्या डाइभर्सिटीले मलाई चाहिँ हामीलाई नि मलाई नि चाहिन्छ, तर म फेरि कस्तो छ भने म पनि आफै पनि लाइक कति मान्छेहरूसँग मिल्दैन कि, किन मिल्दैन भने मलाई यो ओभर लभ लागिहाल्यो भने चाहिँ च्याट्टै मिल्नुपर्छ चाहिएको बेला हाम्रो ग्रुपमा हामी कति छ 20 जना 30 जना नर्मल त अब हामी त सबजना होमा हो होइन त्यस्तो वालाहरू छ नि त। मलाई अब जस्तै हाम्रो अन्जेस दाइले अब अघि भर्खरै पनि एउटै कुरा गर्नुभयो नि, जस्तो मैले के भने भन्दाखेरि तपाईँहरूले फुटबल सुरु गर्न भन्दा उसले दाइले के भन्नु त्यो हामीले सुरु गरेको होइन, त्यो भर्को हो भन्नुभयो नि। जस्तै यहाँ कस्तो हुन्छ भने मान्छेलाई क्रेडिट लिनु परिरहेको हुन्छ कि, जस्तो मैले गरेको हो भन्न परिरहेको हुन्छ, दाइले के भन्नु मैले गरेको होइन भन्नु नि, यस्तो मान्छे चाहियो कि। यस्तो मान्छेसँग के हुन्छ नि मान्छे सुरु गर्नु पर्यो, त्यो शेर्पाको चाहिँ अलिकति भयो नि होइन, म त त्यो दाइलाई त एकदमै क्रेडिट दिइरहेको हुँ नि त, तर भन्न खोजेको तर त्यो मान्छे जो चाहिँ आफै पनि क्रेडिट लिन आउन खोज्छ नि त, कति मान्छेहरू चाहिँ त्यो छ क्या, जस्तै यति काम गर्यो भने चाहिँ धेरै क्रेडिट लिन, अनि त्यो मान्छेसँग चाहिँ हामी सकिन्न क्या दाइ यार, त्यो बी अनेस्ट भन्छु म चाहिँ सक्दिनँ क्या। यो कुरामा चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भनेपछि चाहिँ अब हुन त एउटा मान्छेको जात हो होइन, सबैले अब लो भन्ने कुरा त भइहाल्छ नि होइन, अब क्रेडिट लिएर सबैले अब भन्नुहोस् होइन खतरा खतरा भन्नुहोस् जस्तो त लाग्छ नि होइन, जसलाई नि हुन्छ। तर मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ अब हामी नेपाली हो जति चाहिँ फुर्ती लाग्यो नि जे गऱ्यो नि, अब भोलिपल्ट गएर अब हामी इन्टरनेसनल मार्केटमा अब इभन लाइक कोरियाकै कन्टेक्समा भनौँ न, अब हामी अफिसियल लेभलमा गएर हल्का हाई लेभलमा हामी कम्पिट गर्नै सक्दैन
अब हामी जे जति कराए नि अब तल्लो लेभलमा होइन जाडो त छ नि तर एकदम थोरै नम्बरमा छ नि त अब सबैजना एकदम लाइक त्यो अफिसियल एकदम हायर लेभलसम्म कम्पिट गर्न नगर्दासम्म चाहिँ अब कसैले नि म हिउँ भनेर फुर्ती लाउँदा चाहिँ नगरेकै ठिक हुन्छ जस्तो लाग्छ मलाई त्यो त मलाई त्यही भएर चाहिँ बरु होइन सबै मिलेर एकचोटि माथि छ अनि त्यसपछि जति जति सक्छ फुर्ती लाउँदा त भयो त भइहाल्यो मलाई अर्को कुरा चाहिँ के पनि गर्नु मन लाग्थ्यो नि यो जस्तै तेरो गाह्रो काम मेरो सजिलो काम भन्ने चाहिँ धेरै डिबेट चलिरहेको हुन्छ क्या होइन भाइ तेरो गाह्रो काम मेरो सजिलो काम होइन बरु मेरो चाहिँ गाह्रो काम तेरो चाहिँ सजिलो काम जस्तो चाहिँ हुन्छ उल्टो पनि हुन्छ तिम्रो पनि त्यस्तो भयो होला उल्टो पनि छ उल्टो पनि सुनिरहेको तर मलाई चाहिँ जस्तै कस्तो लाग्छ नि गाह्रो काम भनेको चाहिँ कस्तो लाग्छ भने चाहिँ जुनमा चाहिँ समय नै जान्ला क्या त्यो टाइम हेरेछ कहिले जान्छ भनेछ होइन त्यो समय नै जाँदैन नि त्यो चाहिँ गाह्रो काम हो जस्तो लाग्छ है कोरियामा अनि जुन काममा चाहिँ समय जान्छ अघि भर्खर आए जस्तो छुट्टी भइसकेको छ यार भन्ने जस्तो टाइपको नि हुन्छ नि त जस्तो रमाइलो गर्दै गर्दै काम गर्नेहरू टाइपको कामहरू हुन्छ नि त्यो काम चाहिँ एकदम सजिलो हो जस्तो लाग्छ तपाईँहरूलाई के लाग्छ मेरो चाहिँ अहिले त्यस्तै छ भनौँ न किनकि काम चाहिँ वाइल्ड हुन्छ तर हाम्रो वर्किङ इन्भाइरोमेन्ट लास्ट गुड छ क्या किनकि त्यही भएर नै रमाइलो त्यही भएर त्यो पनि सजिलो नै हो जस्तो लाग्छ क्या मलाई पनि जस्तै काम गाह्रो त जहाँ पनि हुन्छ नि होइन तर वर्किङ इन्भाइरोमेन्ट टाइम गयो त्यो भयो भने मजा भयो क्या होइन त हो नि अब चाहिँ बढीमा बढी गरे अब रेस्टमा गएर भाडा हान्यो नभए होइन बढीमा बढे ल एक के अरे 10-15 मिनटमा 10-15 मिनटै डिस बनाउनु पर्ला त्यही त हो त्यही त अब गएर भिडमा गएर भारी पुग्नु परेछ के गाह्रो काम अब जस्तो मैले पनि जस्तै होइन अब कहिले काहीँ गाह्रो जस्तै कहिले काहीँ एकदम मान्छे आइदिन्छ तर समय यस्तो छिटो जान्छ कि अनि मलाई त्यो दिन चाहिँ आनन्दै लाग्छ कि फेरि अब अस्ति ल मान्छे आएन अब घडी हेरेछ मान्छे नि आएन एकदम आएको छ त्यो तनाव लाग्छ है त मान्छे नआएपछि साउलाई पैसै छैन टाइपको क्या हामी यत्रो मान्छे छ है इन्कम फी कति गइरहेछ त्यो आफैलाई त्यतिकै कस्तो लाग्छ नि त त्यो हाम्रो नेचर होला जस्तो लाग्छ त्यस्तो है ह्युमन नेचर पनि हो क्या दाइ होइन त्यो हुन्छ नि त अनि भन्ने हुन्छ अनि एकदम मन यतिकै नै खुसी छैन अनि टाइम जाँदैन बरु म कामै नभए त्यो चाहिँ गाह्रै काम भयो कि जस्तो लाग्छ मलाई होइन ल बाँचे भन त तिमीले नि जस्तै फिल गर्थ्यौ नि पहिला जुन काम गर्दाखेरि त्यही त केही भएन भने झन् उयो भइहाल्छ नि होइन टाइम जाने केही हुनु पर्यो नि त फेरि अलिक ओभर भइदियो फेरि गाह्रो हुन्छ क्या ल ठिक छ कहिले जाँदा टाइम हुन्छ नि त्यो ठ्याक्क अब 8-9 अब भर्खर 5 बजेर देखिरहन्छ फेरि घर हेर्छु 8 बजी जान्छु ल 8 बजिसक्यो है अझै छ 2 घन्टा जस्तो हुन्छ नि त्यस्तो बेला चाहिँ त्यो गाह्रो भन्ने हुन्छ ठिक्कको हुनुपर्छ भन्ने हो मेरो चाहिँ ठिक छ दाइ एकदमै आइदिनु भयो धन्यवाद होइन बासेलाई विशेष धन्यवाद थाकेको बेलामा होइन मलाई चाहिँ एकदम मन थियो दाइसँग बसेर यस्तो कुराकानी गर्दा धेरै भइसक्यो ठिक छ बेला बेलामा जे होस् 1 महिनामा यस्तोमा चाहिँ भेट्न जुरायो एकदम ठिक छ ल